Hello everyone, welcome back to my YouTube channel. New day, new vlog मा तपाईहरुलाई स्वागत छ। अनि आज चाहिँ म रेडी भएर स्कुल जाँदै छु। हाम्रो स्कुलमा चाहिँ एक्जाम भइरहेको छ। अनि आज स्कुल जाँदै छु। आज त मेरो साइकल पनि छैन, त्यही भएर म हिँड्दै जाँदै छु। आज रोटे हैन, आज म सर्टकट बाटो जान्छु किनभने अलिकति भए पनि छिटो हुन्छ नि त। 9:25 मा पुग्नु पर्ने, तर म चाहिँ ढिलो भएर 9:22 त यही भइसक्यो। 3 मिनेटमा त म पुग्दैन, त्यही भएर आज म ढिलो भयो। भएपछि के हुन्छ, पैसा काटिन्छ। कति रुपियाँ भने 100 रुपियाँ काटिन्छ के। हाम्रो चाहिँ 9:25 भित्रसम्म गएन भने के गर्नु, गर्दा गर्दै काम गर्दा गर्दै हैन ढिलो भइगयो। अनि काट्यो 100 रुपियाँ। म जाँदैछु हैन। अनि आज चाहिँ म स्कुलबाट उताउँदै दमक पनि जान्छु किनभने आज चाहिँ मम्मीको बर्थडे हो नि त। अनि मैले चाहिँ हिजो दमक गएको बेला केक अर्डर गर्नु दिइरहेको थिएँ। अनि म चाहिँ भरे स्कुलबाट उताउँदै जान्छु, केक लिएर आउँछु। मैले चाहिँ मम्मीलाई भनेको छुइनँ नि त केक अर्डर गरेको छु भनेर। अनि काइन्ड अफ सरप्राइज जस्तै भइरहेको छ। अनि दमक जान्छु, केक ल्याउँछु, अनि भयो भने अलिअलि के खानेकुराहरू पनि ल्याउँछु भनेर सोचिरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु पर्छ है त। म चाहिँ अझै पनि स्कुल पुगेकै छैन, बाटोमा हिँडिरहेको छु। स्कुल त धेरै टाढो त होइन कि, तर पनि हिँड्ने बानी नभएर होला क्या, कस्तो टाढो जस्तो लाग्छ हो। जति नजिक भयो त्यति टाढो जस्तो हुन्छ। के गर्नु, मान्छेलाई जतिसुकै राम्रो भए पनि नराम्रै हुने के। नजिक छ तर पनि टाढो जस्तो भइरहेको छ। यता गाईहरू चढिरहेको छ। ओ यता नाइ चाहिँ हान्छ चाहिँ मलाई नहान्ने हो। त दुईटा चराहरू पनि बसिरहेछ। उड्यो। अब आइपुग्नु आँट्यो स्कुल। के भन्नु, भन्ने कुरै छैन। मलाई त के भन्नु आउँदैन। त्यही हो, यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने अनि मेरो भिडियो हेर्दै हुनुहुन्छ भने मेरो भिडियोलाई भिडियो भनेपछि के मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला। अनि म तपाईँहरूले सब्सक्राइब गर्नुभयो भने भिडियो लिएर आउँछु तपाईँहरूको अगाडि है त। कति हिँड्छ क्या आजभोलि त यो ट्रकहरू पनि। दिनमा 50-60 वटा चाहिँ हिँड्छ होला ट्रक पनि। अब म त रोडमा जाँदिनँ कि, यत्रो घुम्नुपर्छ नि त। यहाँ हाम्रो स्कुल चाहिँ उता आई थिङ्क एसेम्ब्ली हुँदैछ, तर म रोड जाँदिनँ। मलाई यस्तो क्या सर्टकट बाटो टुई हान्दिने हो, छिटो हुन्छ नि त। कहिलेकाहीँ जिन्दगीमा सर्टकट बाटो पनि अप्नाउनु पर्छ क्या, यदि आफूलाई फाइदा हुन्छ भने होइन। मान्छेले आफूलाई जुन कुराबाट फाइदा हुन्छ त्यो कुरा त गर्ने पनि होइन। यसो नहालेको केही कन्टेन्टहरू नै पाइरहेको थिएन नि, त्यही भएर नि आज चाहिँ ऱ्यान्डमली भिडियो होइन। मेरो भिडियो लाइक कमेन्ट चाहिँ गरिदिनु है, जसले जहाँबाट हेर्दै हुनुहुन्छ। आयो हाम्रो स्कुल यही हो है। हाम्रो स्कुल चाहिँ यही हो, हाम्रो गाउँको स्कुल श्री दुमचाराज एकाडेमी स्कुल। हाम्रो स्कुल नर्सरी to 5 सम्म छ। अनि म चाहिँ त्यहीँ पढाउने काम गर्छु। ढिलो भयो त भयो नि त, अब के गर्नु, यस्तै हो। कोही बेला ढिलो हुन्छ। त्यही गाइस मेरो स्कुल ढोका लगाइदिए क्या हो। दिस इज आवर अफिस। ल रुजन लाइनमा नगएको किन, लाइनमा नबस्ने। आऊ जाउँ, आऊ मसँग जाउँ न। किन रोको त नि, के भयो भने त तिमी र म लाइनमा जाउँ न। मसँग जाने हो, मलाई पर्खेको हो। रोजन चाहिँ जहिले मलाई पर्खेर बस्छ, म बिना लाइन नै बस्दैन।
यस्तो डिप कनेक्सन छ रुजन र मेरो चाहिँ होइन हो कि ननिदा तँ जाउँ आउटलाइनमा आज चाहिँ म रुम नम्बर 6 को गाडो त्यही भएर म मेरो कार लिएर गएँ रुम नम्बर 6 तिर गाउँको मान्छे बोकेर त कहाँ हिँड्छ त्यस्तो पैसा भन्नु बाहिरको नचिनेको खालि नचिनेको क्या गाउँको त कति हो गाउँ भेजे त्यसमा लक्क दिन्थ्यो कि खालि बाहिरको मान्छे झ्याप यता जाउँछौँ मलाई के चाहिएको भने पुलाउको चामल किलोको 1 केजीको मात्रै रहेछ केजी पुग्छ होला अनि चाहियो मलाई यो पनि सकिरहेछ साँच्चै के लानु हेरेँ त कस्तो राम्रो राम्रो वाउ 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 एउटा चाहियो पुलाउको लागि नरिवल कहाँ छ यो लान्छ नरिवल त मेटाइ नजाउँ मैले नरिवल alright के लैजाउँ अरू बेकारमा कामै छैन त के लैजाउँ अरू त मलाई चाहिने सामानै भेट्न नरिवल छैन रे पर्छ चाहिँ राम्रो राम्रो छ तर बेला किन्न सकेँ त्यही बेला दिन होइन सक्नु त ढुङ्गाहरू तपाईँहरूले सबैलाई कस्तो लाग्यो गर्दैछु मलाई पनि एउटा फेस वास चाहिएको थियो क्या अहिलेसम्म मैले केकको पनि फेस वास लगाएको छुइनँ ट्राई नै गरेको छु नि लिटरली ट्राई नै आउँछ वान द सेम माई घर कस्तो लाग्दैन मलाई किनभने मसँग पैसा छैन धेरै भएर त्यो लाग्दैन पनि सानो फेरि आउँछु ओ माई गड चक्लेट कोएर मलाई किनेर देऊ न झोला 1010 रुपियाँको सामान किने 1010 रुपियाँको सामान होइन कति राम्रो नभएर लगाउँछु ल कस्तो देख्छ राम्रो दिन है राम्रो अङ्कल कुन राम्रो हुन्छ छानिदिनु त अङ्कल छानिदिनु न यो
यस्तो यो माथि केटाकेटी छन् के यो दुईटा सानो मोटो छैन त बस्नु अलिक फलबाची भएको फलमा सर हाल्नु है हो त्यस्तो नानीले पनि खान्छ नि त फलमा सर है गाडीदिन राम्रो मिलाएर मासु बोकेर हेरेँ अब चाहिँ कहाँ जानुभयो म चाहिँ स्कुलबाट यता आएको नि त त्यही भएर मैले केही पनि खाएको थिएन नि त अनि अघि मैले के किनेको रगडेको थिएँ कि मैले ट्राई नै गरेको छुइनँ क्या कस्तो पाकिहाल्छ म ट्राई नगरेको नभन्नु होला नआएको चिजलाई नखाएको भन्नु पऱ्यो नि अनि मैले ट्राई गर्दैछु यसको भित्र चक्लेट हुन्छ भनेको थियो 90 रुपिसको क्या यो चाहिँ 90 रुपिसको यु क्यान सी गाइस कहाँनिर छ 90 रुपिस खान्छु है त ल पनि मगाउँछ भने पनि आउँदैन आज चाहिँ म मोमोमा गाजरको रस हालेर बनाउने वाला छु त्यही भएर मलाई अब काट्न गइरहेको छु मैले मिक्सर गरेर आउँछ होला मलाई अब मिक्सर गरेर आउँछ है त्यति चाहिँ तपाईँ हेर्दै गर्नु होला मैले चाहिँ मिक्सर गरेर मैले अब मलाई छान्छु है रस निस्किँदै निस्किँदैन यो चाहिँ मेरो फर्स्ट प्राइज हो यो चाहिँ छैन अब यो चाहिँ फेल गर्ने अब फर्स्ट चाहिँ मलाई लाग्दैन खाता गरेर के भन्नु भने मलाई मिक्सर गरेछु भन्दा यसमा हाल्छु अब मैले चाहिँ यतिको पोइन्ट भएको छैन लाइक गर्दाखेरि बिग्रेर चाहिँ चाहिँ गाडी उस पराइछु मैले छोडेर राख्छु मैले सकेन मसला लाग्छ मसला पकाउँदै मासु सुँगुरको मासु तपाईँहरूले अगाडि मेरो भिडियो हेर्नुभएको छ भने तपाईँहरूलाई चाहिँ अफकोर्स थाहा छ म त मासु खाँदिनँ तर पनि म बनाउने पकाउने कामहरू चाहिँ गर्छु त्यही भएर आज थाहा छ नि त तपाईँहरूलाई मेरो मम्मीको बर्थडे छ त्यही भएर दिस इज फर माई म मेरो मम्मीको लागि होइन म धुन्छु ल मैले धोइ पनि सकेँ अब मैले फ्रिजमा राख्छु हामीले चाहिँ होइन मम्मीलाई अहिलेसम्म भनेको थिएनौँ नि त हामीले केकहरू ल्याएको छौँ भनेर अनि मम्मीलाई थाहा पनि छैन अनि हामीले चाहिँ केकलाई कहाँ राखिरहेको छौँ कि अरू कुरा हेर्दाखेरि सायद मम्मीले गेस पनि गर्नुभएको छ होला तर त्यो खानेकुराको चाहिँ गेस गर्नुभयो होला केकको चाहिँ जहाँसम्म लाग्छ मलाई एक्सपेक्ट गर्नुभएको छैन हेर्नुलाई हामीले केक कहाँ लुकाइरहेको छौँ भनेर हामीले चाहिँ मम्मीले देख्नुहुन्छ नि केकले यहाँ काठमाडौँ लिएर लुकाइरहेको छ मैले फ्रिजमा हाल्छु मैले फ्रिजमा राख्छु हेर्नु सक्नुहुन्छ गाइस हाउ स्विट मैले चाहिँ होइन जहिले त्यही मिलन बेकरीबाट केक ल्याउने गर्छु जे ओकेजन हुँदा पनि बर्थडे एनिभर्सरी क्रिसमस जेको पनि त्यहीबाट ल्याउँछु कि अनि आज चाहिँ मैले तपाईँहरूकै ऱ्यान्डमली डिजाइन हालेर बनाइदिनु भनेको थिएँ अनि उहाँले हेर्नुहोस् कस्तो राम्रो केक बनाइदिनु भएको छ हाइट पनि छ अनि यहाँनिर डिजाइनहरू पनि राम्रो बनाउनु भएको छ यदि तपाईँहरू पनि केक ल्याउन चाहनुहुन्छ भने चाहिँ त्यहाँनिर जानु होला एकदम राम्रो बनाइदिनुहुन्छ अनि यो चाहिँ मेरो भ्यानिला फ्लेभरमा यो चाहिँ 1000 रुपियाँको केक हो ल मैले फ्रिजमा राख्छु सो स्विट हाइट पनि कति धेरै हाइट छ 1 पाउन्डको अनि यता पनि डिजाइनहरू पनि राम्रो छ ह्याप्पी बर्थडे टु यु मम्मी लेखेको छ थ्याङ्क यू सो मच मिलन बेकरी लाको मोमो बनाउन दिएर मोमो बनाउन भन्दा पनि होइन के भन्छ मोमो किमा बनाउनु लान्छौँ ल अब स्कुल ल्याएको थिएँ इस्कुस ल्याएको थिएँ अब म यसलाई चाहिँ तास्छु बोक्रा क्यान यु बिलिभ गाइस 4वटा इस्कुसको यति मात्रै भयो 4वटा इस्कुस मैले जम्मा गरेको यति मात्रै भयो ठिकै छ तर पनि होइन
जति छ त्यति नै बनाउने हो। अबसम्म प्याजलाई काटिदिएको छु। प्याजलाई पनि मसँग प्याज होइन मैले 3टा ठिक पारेको थिएँ। रुवाई भयो क्या मलाई चाहिँ रुवाई भयो प्याजले। लास्टै रुवाउँछ क्या मलाई प्याजले नि। मोमो मसला नभएको कारणले गर्दाखेरि चाहिँ केमा यस्तो वाइट देखिरहेको छैन, तर पनि केही छैन, खाँदाखेरि मिठो भयो भने भइगयो नि होइन। हाम्रो चाहिँ मैले हुन्छ मोमो एड्रियाना भन। मेरो नाम एड्रियाना दाइ हो भन। सक्यो यहाँ मैले राख्छु। फेरि अर्को बटन नरेको चेक गर्छु के गर्नु चेक गर्नु। अर्को बटन काट्यो भने बटन सक्यो। यसो गाय च्याल्नु म एउटा काट्यो। मैले चाहिँ एक पारे हुन्छ बर्खा सिक्सिक सक्दिनँ हेर्नु होला। अब चाहिँ म मासुमा नुन हाल्छु। के हुन्छ होला। टमाटर हाल्नु चाहिँ यहाँ मेरो मासु जस्तो भएको छ। डिमसम हुन्छ पाकिसक्यो भनेर देख्छु। चलाउँछु। गाइस पुलाउ जस्तो भइसकेको छ। हेरेर ठाउँ ठाउँ भइरहेको छ होइन। एक कुकर भएछ 1 किलो चामलको होइन। हेरेर 3 किलो पर्ने 1 कुकर भएछ। यता मासु पनि छ। यता मोमो यता मासु यता मेरो के भन्छ आलु र च्याउ पाकी छ। म चाहिँ अचारको लागि टमाटर र खोर्सानीलाई गर्छु होइन। अचार लसुन हालेर बनाउनु पऱ्यो भने चाहिँ म चाहिँ अचारको लागि प्याज खोर्सानी मेरो च्याउको सब्जी पनि पाक्यो। अब हेर्नु सक्नुहुन्छ त्यस्तो भएको छ। अब यो पाक्यो। अब मैले मिक्सरमा गरिरहेको छु ल गरेर पिसेर चाहिँ पिसेर ल्याएको छु। अनि हेर्नु सक्नुहुन्छ यस्तो भएको छ अचार चाहिँ। अब मलाई बटुकोमा बनाउँछु। मेरो अचार यस्तो भएको छ। तपाईँहरू पनि ट्राई गर्नुहोस् है यसरी बनाएर खानु।
Happy birthday to you. Wanna know? Birthday to you. के खिस्ता के रे माथि जानु त भन्नु न चाक हेर्नु न एकपल्ट कस्तो हुन्छ जय मसी हजुरलाई भन्नु न थ्यांक यू भन्नु न थ्यांक यू जय सर थ्यांक यू टाढाबाट विश गर्नु भएको लागि थ्यांक यू ठिक छ नानी आमालाई ह्यापी टु यु भन्दै हो आमालाई दिस ह्यापी टु यु भन्दै लो मम्मी काट्नु भन्नु अब ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे डियर मम्मी ह्यापी बर्थडे टु यु के काट्नु अनि कमै आफै खानु त्यहाँनिर पनि अनलाइन आउनुहुन्छ सुरुमा कान्छीलाई भन किन रोको बेबी के भयो नलिनुहोस् नलिनुहोस् ल अब हामी चाहिँ केक काटेर खाना बर्थडे सक्यो अब केक काट्ने मन भुक्नु न त्यो निभाउनु एकैचोटि हो कहाँ जानु भएको तपाईँ आज छुट्टी हो ए साह्रै राम्रो काम गर्नुहुन्छ अब हामी चाहिँ केक खानु गइरहेको छौँ होइन बर्थडेको बाहना केक खाने चाहना स्पेसल जिन्दगी साइजहरू खालि उनीहरूको बेबी चम्ची ल्याउनुहोस् चाख्नु लाग्छ मिठो छ खाएन गाइजहरू बनाउँदै Happy birthday, Shrimati. Happy birthday. Happy birthday. Happy birthday. अब चाहिँ माम खाने बेला भएको छ म माम बस्दिन्छु म माम खान सक्दिनँ रेडी भएर बस्नु है यो चाहिँ आजको हाम्रो यस्तो भएको छ डिस चाहिँ हाम्रो मम्मीको लागि खाना हो आयो तिमीलाई माम ल्याइदिउँ किन मामा खाने के खाने अहिले म फर्मी नाइस पुलाउ अचार के भयो चौरा आलुको सब्जी चाहिँ मेरो लागि हो भयो ल गाइस खाइला विनिता मेरा आफैले बनाएको नि फेरि मेरो कान्छी छ त सुँगुरको मासु कान्छी गुवा तपाईँलाई आज कान्छी छोरी बनाएको कस्तो लाग्यो भन्नु त भेरी नाइस मिठो छ बर्थडे गर्ल कस्तो भएको छ मिठो बर्थडे गर्लको यहाँ भ्याइ नभ्याइ भइरहेको छ कस्तो भयो आयो तिमीलाई मिठो ल अब खाएला गाइस अब यस्तो छ आजको परिकार स्प्राइट नखाने थो त तर चिसोमा राखेको छैन ल अब भरे सक्नुहुन्छ गाइजहरू यति धेरै थालबाट कोर्ट पुऱ्याएको छ अनि यता सफा गर्नु पर्ने छ अब म चाहिँ धन्दा गर्नुतिर लागेँ अनि त्योभन्दा अब चाहिँ म आजको भिडियोलाई अन्तिम गर्न गइरहेको छु यदि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला अनि मेरो भिडियोलाई लाइक कमेन्ट पनि गरिदिनु होला अनि आजको भिडियो कस्तो लाग्छ कमेन्ट पनि छोड्न नबिर्सिनु होला भन्दै ओके बाई बाई एभ्रीवान सी यू इन नेक्स्ट भिडियो